बुझ्यौ एकचोटि गर न अघि यस्तो कस्तो ड्याम छ ड्याम हिरो देखिन्छ ड्याम थियो यार तिम्रो लुक्स जो कपाल सब उडिरहेछ क्या मतलब कपाल उडेको होइन रे टक्क तेरो अहिले म के भन्छु नि फेरि म भन्दैछु धेरै सब हालिदिन्छु नि फेरि के भन्दैछौ नि मलाई त केही हुँदैन ब्रो तिमी के भन्दैछौ सब हेर्छ मान्छेले भन न भन के भन्छौ तिम्रो क्यामेरै राम्रो हो कि हाम्रो थोरै नराम्रो हो कि त्यति चाहिँ भन है यहाँबाट पोज खिच ल त बसेर पोज कस्तो पोज यस्तो यस्तो खतरा यहाँ बसेर अनि यस्तो खालको गर्दै त कस्तो देखिन्छ र तिमी गर नि त अनि तिमी गर नि मेरो टर्न ल पाले पाले ल ल ल नि त ल म गर्दिनँ त्यस्तो गर्दिनँ पहिले तिमी गर न अनि त्यहाँदेखि तर हिजो पुरै चाको थियो के थियो यस्तो टाइपको हेर कसरी एकचोटि देखाउ त फेरि यस्तो देखाउन नि यस्तो टाइपको क्या तिमी गर जाउँदा छिटो कस्तो गर्छ बस नि छिटो घोचो भने नि मागा सुकुजहरू घोचिहाल्छ नि ठ्याट नगरौँ मलाई घोचेन घोच्छ क्या मैले पनि घोचेर बनाएको थिएँ बस मेरो सामान छिटो ब्रो बस छिटो यस्तो नपचाउँछ अहिले म तिम्रो गरिरहेछ है धेरै नबोल नि फेरि अहिले भर्खर छौ क्या तिमी मैले गरेँ अहिले भर्खर तिमीले अगाडि गरेछु नगर्ने कुरै छैन यहाँ मैले होइन र मैले गरिनँ र अहिले भर्खर के गरेँ मैले बसेको हो कि बसेको होइन मलाई 1 सेकेन्ड हो यहाँ टट्टी जस्तै मुख छ बनाउनु पनि घिन लाग्छ यस्तो हुन्छ भाइ आइफोन आएपछि तिम्रो अनुहार पनि राम्रो हुन्छ क्या साथी आइफोन छैन नि त अहिले त हो नि त आएपछि राम्रो हुन्छ भन्न सकेँ त मैले अरे हेर यस्तो मुस्कान दिन हेलो गाइस हुने चाहिँ छैन कि देखाउने मात्रै नभएको चिज त देखाउनु पर्छ त ए के भन्नु मैले देखाउँदा भएको कुरा चाहिँ मैले अर्कै भन्नु खोजेको अर्कै भएर होइन भएको कुरा देखाउ न यो कस्तो मजाको भाइरल हुन्थ्यो क्या भएको कुरा होइन त्यो होइन अर्को हौ अर्को चिज हौ बडी देखाइदियो त मेरो बडी अर्को चिज हौ त्यो होइन क्या अर्को चिज अलि बुझ न मतलब सिक्स प्याक भनेको अहिले भक्कै तिमी कहाँ पुग्दैछौ ए तिम्रो नेगेटिभ माइन्ड रहेछ होइन म के भन्छ भन सिधा मान्छे हो कि तिमीले बाङ्गो बाङ्गो बनायो क्या यो हात चाहिँ मेरो बाङ्गो भइसक्यो अघि यसो पक्रिँदा अलिक म छुइनँ नि हेर्छु त छुनै सक्दैन धेरैचोटि नसक्छ त थोरै थोरै ए यार एक्सपिरियन्स त कस्तो मजाले होइन मस्त भइरहेछ फोन पर्छ नि साथी यसरी मलाई तिमीलाई घरमा बस्दा मलाई पाखै भन्छ आम्मा ऊ त घरमा बस्दैन मलाई अलिकति ए यसो गरौँ न तिमी नि मलाई नि यहाँबाट बोकेर होइन उहाँसम्म लैजाऊ होइन अनि त्यहाँदेखि मेरो टर्न अनि त्यसरी एक्सर्साइज पनि हुन्छ अनि नै त्यहाँसम्म बोक न म पनि तिमीलाई बोक्छु त हौ त्यतिका म के भन्छ त्यो पोलसम्म बोक्छु तिमी पनि अनि त्यहाँदेखि दिन्छु अहिले 2 झापड अनि किन बोक्नु त्यहाँसम्म अनि एक्सर्साइज हुन्छ त्यहाँसम्म थोरै लामो छ अब त्यहाँसम्म ल नि त यही नि त यही छ हो हे अलिक राम्रो भ्लगहरूमा देखाइदेऊ न क्या सोल्टीहरू के देखाउनु चाहिँ हुने कुरा यही हो पाएको कुरा यही हो अलिक बोला नि त तिमी उता बोला नि त भ्लगतिर के बोल्नु भन्नु के छ यहाँ के छ भन्दै न अरू जस्तै के मलाई केटीहरूले साइकल किनिन् यतिसम्म ए के भन्छ यहाँ मान्छे होइन कि गाडी चाहिँ कुद्दैन धेरै भन न गाडी यो रङ साइड हो क्या धेरै कुद्दैन रङ साइड भए पनि हाम्रो लागि भनेको यो जनताको लागि बनाएको बाटो हो क्या जनताको लागि त बाटो कसको लागि जनताको लागि त बनाउने अनि तिमी जस्तो इन्डियनहरू ए बिना बालोको दुकान फेरि म फेरि खोजेको होइन कि तिमी जस्तो अलिक खतरा मान्छेहरूलाई त यस्तो भिआइपी बाटो सुहाउँदैन जस्तो लाग्यो क्या खतरा पनि हेरे पछाडि भएको हो अनि यता ठ्याङ गर्दाखेरि उतापट्टि टायर फुस्किने खालको बाटो चाहियो तिम्रो हाइटको लागि चाहिँ ठिकै हो नि यता गुल्टिनु पाउँछ नि त हाइट त पाक्कै हो क्या तिमीले देखाउ त कत्रो लम्बे छौ तिमी हेर यत्रो लम्बे छ यत्रो लम्बे भयो भने त म त तिमी र मलाई ल ब्रो के भन्छ यदि के भन्छ इन्डियामा हेर ल इन्डियामा कति 6 फुट 7 इन्च त्यो के भन्छ त्यसको नाम के थियो मिथप्याक त्यसको त्यत्रो हाइट छ त्यही पनि त्यसलाई क्यामेरामा हेर ठिकै देखिन्छ त्यति साह्रो देखिँदैन होइन तर म त 6 फुट पनि छुइनँ यार कसरी कुरा गरेँ हो तिमीको अब अर्कै होला नि त के अर्को हाइट अनि अर्को चिज हुन्छ हाइट होइन क्या म क्यामेरा अर्कै होला ठुलो देखिने खालको ठुलो देखिँदैन भनेको झन् चाहिँ होइन
देखिन पनि होला क्या होइन ठुलो सानो चाहिँ- देख्ने होला भनेको ठुलो चाहिँ झन् देखिँदैन क्या उनीहरूलाई अलिकति त के कुरा गर्नु कति घन्टा भयो त्यो हामी हिँडेको ल भन्दै त कति घन्टा भयो हेर्दा त यहाँ भिडियो 5 मिनट छ कि तर हुन चाहिँ 10 मिनट भइरहेको छ किनकि 5 मिनटबाट 10 हामीले मिनट भयो हामी हिँडेको 5 मिनट चाहिँ किनकि हामीले त 5 मिनट पछिबाट बनाएको नि त यो भ्लग माथि गर न कालो कालो आउँछ बना होइन फेरि कपाल नभएको मान्छे टाक्लै नबोल है मैले त के भनेको छु र हौ के मैले भनेको यति अहिले भने कि कालो न कालो आउँछ तिम्रो अनुहार भन्न आँटेको थिएँ मैले त्यति मात्रै भन्नु आँटेको थिएँ क्या तर तिमीले अर्कै त्यही त मैले हामी मारिदिनु ल कस्तो हिजो हिजो जस्तो खेदाउने होइन नि फेरि त्यहाँ नाइ खेदाउँछ गुड तिमी अहिले फेरि रात पर्दैछ हरायो भने कसै कहाँ खोज्नु भयो तिमी अहिले यत्रो थियो अहिले फेरि कमिलाले नि उठाएर लान्छ फेरि मेरो साथी यहाँ कहाँ म हरायो पनि त्यसको उयो के भन्छ सेनापति भएर बस्छ जेनेटिक हो कमिला जत्रो जेनेटिक छ मेरो पछि जल पाउँछ कि बा त्यत्रै किनकि नि हेर धेरै ठुलो भयो हो त्यो त किनकि तिम्रो हेर सानो जस्तो तिम्रो बुवा अलिकति तिमीभन्दा के भन्छ अरे? छिटछिटो त कति चाहिँ छिटछिटो हुन्छ सुन न साथी भन न साथी लड्कीहरूको कहाँ? पछाडि त्यस्तो त्यस्तो हेर्नु हुँदैन क्या होइन बेला बेला त हेर्नुपर्छ नि नहेर्ने यार किन त्यस्तो हेर्नु हुँदैन किनकि अलिकति ए शुद्ध शाकाहारी बन्नेको तिमी अहिले आएर टुप्पी बन बनिन्छौ म शाकाहारी नै छु तिमीलाई थाहा होला तिमी जस्तो म मांसाहारी होइन त किनकि त्यस्तो हेर्नु हुँदैन क्या कलिङ हानेर कुदैछु अलि जे आउने नेगेटिभै बुझ्यो यार तिमी बुझिरहेको छौ जे आउने नेगेटिभ नै बुझ्यो ल आफै